म पहिलो पटक प्रदेश हिँड्न लाग्दा छिमेकी काकीले उनको छोरालाई पुर्याउन भनेर एउटा प्लास्टिकको पोको ल्याएर दिएकी थिइन्। उनले भनेकी थिइन् उहाँ पुगेर फोन गर्नु त बस्ने ठाउँमा नै आउँछ उलिन। यसरी भारी बढाएर झन्झटिएकोमा दिगदारी लागेको थियो मलाई, तर उनका कुरा काट्न नसकेर मैले पोको समाएर झोलामा हालेको थिएँ। काकी फर्कने बेलामा आमाले सोध्नुभयो, के पठायो छोरालाई? एउटा बट्टा अचार र अलिकति घिउ पठाइदिएकी हौँ दिदी। यति भन्दै उनी आफ्नो घर फर्किएकी थिइन्। उनी गएपछि मैले आमासँग गुनासो गर्दै भनेको थिएँ, यी काकीले पनि के झन्झट दिएकी होलिन्। नाथे, यो अचार खान नपाएर मरेको होला र तिनको छोरो। आमाले मलाई हेरेर भन्नुभएको थियो, लगिदेन त अनि तैँले बोक्न पर्दैन, गाडीले त जहाजले बोकिहाल्छ त। आमाले त्यसो भनेपछि मन नभए पनि मैले त्यो पोको लिएर घरबाट हिँडेको थिएँ। एयरपोर्टमा पुगेर झोलाको तौल लिँदा लान पाउने भन्दा 1 किलो बढी भएको थियो मेरो झोला। यसरी तौल बढी भएर फेरि झोला खोलेर मिलाउने झन्झट परेकोमा मलाई रिस उठेको थियो। ती काकीले त्यो पोको थपिदिएर यस्तो झन्झट दिएकोमा निकै मुरमुरिएको थिएँ। मैले दिक्क मान्दै आफ्नो झोला खोलेको थिएँ। मलाई आफ्नो झोलामा भएका सामानहरूमध्ये सबैभन्दा मूल्यहीन तिनै काकीले पठाएको पोको लागेको थियो। मैले त्यो पोको झोलाबाट बाहिर निकालेको थिएँ। सायद त्यो पोकाको तौल 3 किलो थियो। एकपटक सोचेँ त्यो पोकाको एउटा बट्टा फ्यालेर एउटा मात्र लगिदिनु पर्यो। फेरि ती प्लास्टिकमा बनाएका गाँठा खोल्नका झन्झटले मैले त्यो पुरै पोको नै फोहोरको टोकरीमा हालिदिएको थिएँ। आज म परदेश आएको लगभग 3-4 वर्ष भएको छ। गाउँबाट यहाँ आउने एउटा दाजुसँग मेरी आमाले मलाई भनेर एउटा पोको कसैले पठाउनु भएको रहेछ। बिहान दाजुले फोन गरेपछि म आज दिउँसो गएर त्यो पोको लिएर आएँ। कोठामा आइपुग्ने बित्तिकै पोको खोलेर हेर्न मन लाग्यो। हतारिँदै खोलेर हेरेँ, पोकाभित्र 2वटा अचारका डब्बा थिए। मलाई ती अचारका डब्बाहरूले जति हर्षित बनाएका थिए त्यति आजसम्म कुनै पनि उपहारले बनाएको थिएन। ती अचारका डब्बा मेरा लागि साँच्चैकै अमूल्य थिए। मैले झट्ट सम्झेँ त्यो काकीले पठाएको पोको। मैले महसुस गरेँ काकीले त्यो पोकोमा घिउ अनि अचारको डब्बा मात्र पठाएकी थिइनन्, उनले त्यहाँ ममता अनि माया पनि पोको पारेर पठाएकी थिइन्। अनि मैले त्यही पोको मूल्यहीन ठानेर फोहोरको टोकरीमा फालिदिएको थिएँ। आज मलाई त्यो पोको फ्याँकेकोमा निकै ग्लानी भएर आएको छ। म मनमनै काकीसँग माफी मागिरहेको छु।